नमस्ते सबैलाई। आज म फेरि हजुरहरूलाई डेमो क्लास दिँदैछु। आजको डेमो क्लास चाहिँ नि फ्लोर क्लिनर हो। सो मसँग यता छ हेल्दी लिभिङ नेपालको फ्लोर क्लिनर 500 ml को। अनि यता मसँग छ हाम्रो घरमा डेली युज हुने जारमा नि पाउने यो चाहिँ त्यही वाला हो है। सो फ्लोर क्लिनरहरू चाहिँ नि हैन मोस्टली हामीले टाइलमा युज गरेर देखाउने हो, तर अब यो भिडियोमा नमिलाइ भएर चाहिँ नि मसँग चाहिँ यस्तो भाडा छ है, हजुरहरूले हेर्न सक्नुहुन्छ। म चाहिँ यसमा डेमो गरेर देखाउँछु। फर्स्टमा चाहिँ नि म यो हेल्दी लिभिङ नेपालमा पाउने फ्लोर क्लिनर लिन्छु थोरै यति। अनि त्यसपछि मसँग छ जाली हैन। सो यता यो पछाडिको भाग छ नि, यता चाहिँ नि म थोरै खनाउँछु हैन। र यो जाली छ नि, जालीले मजाले घोट्छु है त। 30 सेकेन्डसम्म मात्र, धेरै घोट्दिनँ म, 30 सेकेन्ड मात्र घोट्छु। हेरौँ कतिको के हुने रहेछ यसले। फोहोर निकाल्छ कि निकाल्दैन भनेर है। 30 सेकेन्ड भइसक्यो। अब चाहिँ यता मसँग टिस्यु पेपर छ। टिस्यु पेपरले चाहिँ पुस्छौँ है। मैले यति मात्र भाग पुछाएको छु हैन। यो अघिको भन्दा यति सेतो भछ है। हजुरले यो पुरानो यो अहिलेको है हेर्न सक्नुहुन्छ नि डिफरेन्स। अहिलेको यो तल्केको र अघि मैले कस्तो भाडा ल्याएको थिएँ है। अब चाहिँ म यो जाली धोएर ल्याउँछु। अब चाहिँ नि यो टेस्ट गरौँ है। साइडतिरको भागमा युज गर्छु है त। यसरी हैन यो लिन्छु। यसरी यहाँ ठ्याक्क देख्न सक्नुहुन्छ, साइडतिर यसरी खनाउँछु, हेर्न सक्नुहुन्छ। यसलाई पनि मजाले घोट्छ, घोटा जस्तो अघि 30 सेकेन्डसम्म घोट्छु। सो यो पनि मैले घोटेँ। अब यसलाई पनि म टिस्यु पेपरले पुस्छु है। टिस्यु पेपर चाहिँ अलमोस्ट सकिन लागेको रहेछ। सो हैन, सो ठ्याक्क यता हजुरले देख्न सक्नुहुन्छ है। यो र यो क्यामेरामा यो हेल्दी लिभिङ नेपालमा भएको फ्लोर क्लिनरले यतिको काम गरेछ भाडामा भनेपछि अब भुइँ झन् कस्तो काम गर्छ होला। अब यो चाहिँ नि हामीले डेली बेसिस अहिले ट्रेन्डिङ हामीले युज गरिराख्नेबाट क्लिन भएको है। अझ पुस्छौँ हैन। यो भयो। अनि यो चाहिँ नि हेल्दी लिभिङ नेपालको भयो। खासमा भाडा चाहिँ नि हाम्रो यस्तो पछि भयो, यस्तो तल्क्यो। यतिको डिफरेन्स हेर्नुभयो। मैले प्रडक्ट कुनको कति युज गरेको छु भनेर हजुरहरूले हेर्न नि सक्नुहुन्छ होला। यो फ्लोर क्लिनर हजुरहरूलाई एक्सपेन्सिभ लाग्न सक्छ, 500 ml को यति महँगो लाग्न सक्छ, र हजुरहरूले यसको काम देख्नु नै भयो होला। अनि यो चाहिँ नि हामीले धेरै युज गर्नै पर्दैन, थोरै अमाउन्टले पनि हैन मजाले यस्तै राम्रो रिजल्ट दिन्छ। अब हजुरहरूलाई देखाएकै थिएँ मैले कति लिएको भनेर। यो चाहिँ एक बिर्को राखेर अनि हामीले बाल्टिनमा पानी राखेर पुस्दा एकचोटिको लागि एक बिर्को मात्र राखे पनि मजाले सफा हुन्छ है। डेमो क्लासमा हजुरहरूले थाहा नै पाउनुभयो होला हामीले यो हेल्दी लिभिङ नेपालमा पाउने फ्लोर क्लिनर युज गरेर हेर्यौँ। अनि यो हामीले डेली बेसिसमा युज हुनेवाला फ्लोर क्लिनर। फ्लोरमा क्लिन गर्न नभइकन हामीले यसलाई डिसवास केमा नि युज गरेर हुन्छ, डिफ्रेन्ट काइन्ड अफ थिङमा। सो हजुरहरूले डिफरेन्स देखि नै सक्नुभयो। हजुरहरूलाई यो चाहिएमा सम्पर्क गर्नुहोला। हस्त, धन्यवाद।